विद्यालयलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 45 वर्ष अगाडि मलाई याद छ, यहाँका साना साना लामा सुर्गाहरू खारेर तिजुको स्याउलाले छाएको स्कुलको छाप्रो मेरो स्मरणमा ताजै छ। र आज 45औं वसन्त पार गरेर यत्रा राम्रा बिल्डिङ अत्यन्त सुविधा सम्पन्न अवस्थामा यो विद्यालय सञ्चालन भएको अवस्था हेर्दा अत्यन्त खुसी लागेको छ। यस पावन दिनमा जसले जग्गा दान दिनुभयो, विभिन्न रकम सहयोग गर्नुभयो, जग्गा दान गर्नुभयो, संस्थापक बन्नुभयो, प्रधान संरक्षक बन्नुभयो, यहाँहरू सबैलाई मैले हार्दिक नमन गर्न चाहन्छु, हार्दिक आभार प्रकट गर्न चाहन्छु। र आज यो विद्यालयले एउटा शैक्षिक बुलेटिन प्रकाशन गरेको छ दोस्रो पटक। यसले यस विद्यालयको शैक्षिक पारदर्शितालाई इङ्गित गरेको छ। उन्नति प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रा यस विद्यालयलाई यहाँसम्म ल्याइ पुर्याउने आदरणीय अग्रजहरू जो हाम्रो सामु हुनुहुन्न, उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। जो आज हाम्रो अगाडि हुनुहुन्छ, हाम्रो आदरणीय अभिभावकजीहरू, उहाँहरूप्रति म उच्च सम्मान प्रकट गर्न चाहन्छु र यस विद्यालयको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै विद्यार्थी भाइ बहिनीहरूको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै 45औं वार्षिकोत्सव समारोह तथा अभिभावक मेलाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरा भनाइ अन्त गर्छु। धन्यवाद, नमस्कार, अभिभावक, जय जनमातावी। र प्रधानज्यूलाई र समितिका सदस्यहरूसँग सहयोग भइदिनको लागि म भाइ बहिनीहरू ताली भएर